निर्वाचन आयोगको सिस्टमले थेग्न सकेन, मतदाता नामावली दर्ता गराउन सकस। मतदाता नामावली दर्ता प्रक्रियामा देखिएको प्राविधिक समस्या समाधान गर्न नेभी सङ्घद्वारा आयोगको ध्यान आकर्षण। सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। मतदाता नामावली सङ्कलनको म्याद 5 दिन थपियो। आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान। कामको गति बढाउन मातहतका निकायलाई प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। निर्वाचन भन्दा पहिला सुरक्षा प्रत्याभूतिलाई सुदृढ गर्नुपर्नेमा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठको जोड। यथास्थितिमा निर्वाचनमा जान नसकिने जेन्जी अभियन्ता मिराज ढुङ्गानाको भनाई। ओलीकै कारण फागुन 21मा निर्वाचन नहुन सक्ने पूर्व मन्त्री एवं नेता घनश्याम भुषालको टिप्पणी। भुषालले भने ओली चुनावको एकमात्र बाधक बनेका छन्, पछि लतारिएर आउँछन्। आयोगले दियो नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र। एकै दिन 4वटा नयाँ दलले दिए दर्ताको निवेदन। थपिए 2,57,505 नयाँ मतदाता। संसद विघटन असंवैधानिक छ, तत्काल पुनर्स्थापना हुनुपर्छ। सभामुख देवराज घिमिरेको भनाई। थापा गाउँमा विशेष महाधिवेशन पक्षधर काङ्ग्रेस युवाहरूको भेला। काङ्ग्रेस युवा नेताहरूको चेतावनी, महाधिवेशन नभई वैकल्पिक बाटो खोज्छौं। मङ्सिर महिनामै पार्टीको महाधिवेशन प्रक्रिया सुरु गर्न काङ्ग्रेसका 24 केन्द्रीय सदस्यको माग। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता कार्यकर्तालाई भने धैर्यता राखिदिन विशेष अनुरोध छ। काङ्ग्रेसका 2 महामन्त्रीको पछि नहट्ने दृढता। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देखे संगठन र विधानबारे थप बहसको खाँचो। राष्ट्रिय स्वतन्त्र पार्टी छाड्दै सन्तोष परियारले भने नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन। पार्टी छाडेका परियारलाई रासोपा प्रवक्ताले भने नयाँ यात्राको शुभकामना। रासोपाका नेतृत्वलाई गणेश कार्कीले भने नेताहरूले पार्टी छोड्नुको कारण खोजौं। बाबुराम जनार्दन र सन्तोष परियार एकै ठाउँ, 7 मङ्सिरमा एकता हुने। प्रधानमन्त्री सहित 10 मन्त्रीले बुझाए सम्पत्ति विवरण। मधेसका सभामुखले 5 सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित। पदमुक्त भएका मधेसका 5 सांसदले मागे हाजिरी रेकर्ड। मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा विरोध जारी। आन्दोलनकारीबाट आफूलाई सुरक्षा चुनौती रहेको मुख्यमन्त्री सरोज कुमार यादवको भनाई। मधेसमा सभामुख हटाउने प्रस्ताव अघि बढाइदिन 7 दलले गुहारे प्रदेश प्रमुख। सभामुखले मधेसलाई मुठभेडतर्फ धकेल्न खोजेको 7 दलीय गठबन्धनको आरोप। संयमित आचरण देखाउन मधेस प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभको आग्रह। 3 जेन्जी समूहले प्रधानमन्त्री कार्कीलाई बुझाए जेन्जी आन्दोलनकारी र राज्य पक्षबीचको प्रस्तावित सम्झौता पत्र। प्रधानमन्त्री कार्कीलाई युवा परिषदले बुझायो वार्षिक प्रतिवेदन। मिथ्या सूचना नियमन गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको चासो। गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच भेटवार्ता। दंगा नियन्त्रण गर्न गृहलाई सशस्त्रले बुझायो खाका। सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार। दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, 14 जना घाइते, 1 जनाको मृत्यु। मोरङमा जेन्जी आन्दोलनका दिन तोडफोड र आगजनी गर्ने 21 जना पक्राउ। जेन्जी आन्दोलनमा कालीमाटीमा तोडफोड र आगजनी गर्ने 1 जना पक्राउ। डेडिकेटेड विवादमा उद्योगीले गुहारे प्रधानमन्त्रीलाई। ऊर्जा मन्त्रीले गरे दुष्प्रचार, गरेनन् सहमति कार्यान्वयन। विदेशी लगानी सहजीकरण गर्न अर्थ मन्त्रालयमा फोकल युनिट स्थापना। धनुषामा गोली हानेर ओडाध्यक्षको हत्या। विदेशी पर्यटकलाई ठगी गरेको अभियोगमा सुर्खेतका विशु सिन्जाली पक्राउ। कपिलवस्तुमा बालिका बलात्कार गरेको आरोपमा भारतीय युवक पक्राउ। मानसिक रूपले थाके हास्य कलाकार सीताराम कटेल धुर्मुस, प्राकृतिक उपचार खोज्दै। 8 उद्योगलाई वाणिज्य विभागले तिरायो 2,30,000 जरिवाना। अन्तर्राष्ट्रिय खबरमा दक्षिण कोरियामा ट्रक फुटपाथमा ठोकिँदा 21 जना घाइते। रुसको करेलियामा लडाकु विमान दुर्घटना हुँदा 2 पाइलटको मृत्यु। अफगानिस्तानमा बम विस्फोट 3 बालबालिकाको मृत्यु। इन्डोनेसियामा पहिरो जाँदा 2 जनाको मृत्यु, 21 बेपत्ता। खेल खबरमा महिला भलिबल लिगमा लुम्बिनीमाथि काठमाडौँको उत्कृष्ट पुनरागमन। एभरेस्ट महिला भलिबल लिगमा काठमाडौँ स्पाइकर्स तेस्रो। एनपीएलको टिकटमा विद्यार्थीलाई 50% छोड दिन अखिल क्रान्तिकारीको माग। कुनै पनि तरिकाको चाहिँ निकास नखोजिकन सोझै निर्वाचनमा चाहिँ जानु हुँदैन। यो फेयर हुँदैन, नेपाली जनतालाई फेयर हुँदैन। जुन अवस्थाबाट चाहिँ हाम्रो देश गुज्रेको छ, इट इज नट फेयर फर द कन्ट्री। देशको लागि न्याय होइन यो। सिंहदरबार जल्नु भनेको देश रुनु हो। पशुपतिनाथ चाहिँ लगभग जल्नुको भर्जमा पुग्नु भनेको त्यो पनि देश रुनु हो। न्यायालय जल्नु भनेको त्यो पनि हेर्नुहोस्, त्यो एकदम अब भनौँ न तपाईँको त्यो एकदम दुःखद कुरा हो। यो सबै हुँदाखेरि चाहिँ निर्वाचनमा सोझै जाने भन्ने कुरा हुँदैन। हामीले एउटा निकास खोज्नुपर्छ, एउटा सल्युसन खोज्नुपर्छ। र जो पनि जेएनजी साथीहरू हुनुहुन्छ उहाँहरू सोझै निर्वाचन चाहिँ प्लिज नभनिदिनु होला। देश रोको छ, सोझै निर्वाचनमा जाने, यो वैधानिक त्यो वैधानिक। वैधानिकता त हामी पनि बुझ्छौँ, धेरैले बुझ्नुहुन्छ, यहाँ धेरै बुद्धिजीवी हुनुहुन्छ, बुझ्नुहुन्छ वैधानिकता त अल्टिमेटली चाहियो। तर आन्दोलनको चाहिँ यो अर्थ के भयो?
केही न केही त चाहियो नि त। सो मेरो कुरा चाहिँ, मेरो निष्कर्षको कुरा चाहिँ के भन्दाखेरि हामी सर्वपक्षीय बरु वार्ता गरौँ तर देशलाई निकास चाहिँ दिउँ। यही तरिकामा निर्वाचनमा जाने कुरै हुँदैन, त्यो कुरै नगरौँ। सर्वपक्षीय देशको चाहिँ अब ठुल्ठुला जो स्टेक होल्डर्स हुनुहुन्छ सबैजना एकचोटि वार्तामा आउँ, कुरा गरौँ र सामान्य नेपाली जनतालाई चाहिँ न्याय दिउँ। यो देश रोको अवस्था छ। देश चाहिँ भनौँ न अब हाम्रो युथहरू चाहिँ यति विदेश जानु भइरहेको छ, अलि टाइममा चाहिँ सायद दोस्रो जेनेरेसन अफ नेपाली चाहिँ दिने कोही पनि हुनुहुन्न होला। अब सबैजना विदेश जाने, उतै सेटल हुने, अनि दोस्रो पुस्ता कसले दिन्छ नेपाललाई? त्यो गर्दाखेरि त हाम्रो देश नै हराउने भर्जमा छ नि त। पपुलेसन चाहियो आखिरमा देश हुनलाई। सो यी कुराहरू छन् र यही केही नगरिकन चाहिँ हामी निर्वाचनमा गयौँ भने हाम्रो देश चाहिँ धेरै लामो समयसम्म चाहिँ स्वाधीन रहला अथवा चाहिँ रहला नै भन्ने कुरा पनि क्वेसनेबल हुन्छ। सो त्यही कुरा भन्दै अब म चाहिँ सबै स्टेक होल्डर्सलाई चाहिँ वार्तामा आउँ, डिसाइड गरौँ होइन, निर्णय गरौँ र त्यसपछि मात्रै चाहिँ निर्वाचनमा जाने र देशलाई वैधानिकता दिने यथावत यी सबै कुराहरू गरौँ। हामीसँग अलरेडी पार्टी नभएर हामीले दुःख पाउँदैनौँ होइन। हामीसँग अलरेडी पार्टी छँदैछ। आउने चुनावमा हामीले राम्ररी हाम्रा एजेन्डाका साथ आउने चुनाव हामीले फेस गर्छौँ। हामी आफै सङ्गठित हुने प्रयत्न गर्दैछौँ, एक। दुई, अरू साथीहरूसँग कुरा गर्दैछौँ, जस्तो कि हामीले भन्यौँ विप्लव कमरेडहरूसँग कुरा गर्दैछौँ, जनार्दनजीहरू चाहिँ हुनुहुन्छ उहाँहरूसँग कुरा गर्दैछौँ र अरूसँग पनि कुरा गर्दैछौँ, जुन कुरा आगामी दिनमा देखिनेछ। चुनाव नहुनुपर्ने कुरामा सामान्यतया अहिले हेर्दाखेरि ओलीजी मात्रै बाधक हो, अरू कुनै कुराले चुनाव रोकिँदैन। अहिले देखिएको ओलीजी मात्रै हो। तर मलाई के लाग्छ भन्दाखेरि चाहिँ सबैले चुनाव प्रचार प्रसार सुरु गरिसकेपछि ओलीजी पनि लतारिनु बाहेक उहाँसँग अर्को कुनै उपाय हुँदैन। केही कारणले भवितव्य अरू तात्कालिक प्राविधिक कारणले भयो भनेदेखि त्यो सर्यो भनेदेखि अर्को कुरा हो, नत्र भने सरकारको तयारीको हिसाबले भन्नुहुन्छ, अरू राजनीतिक वातावरणको हिसाबले भन्नुहुन्छ भनेदेखि चुनाव सार्नुपर्ने नहुनुपर्ने कुनै कारण देख्दिनँ। ओलीजीले अहिले जुन ट्याउट्याउ गर्नुभएको छ, उहाँ सम्भवतः चुनावमा यत्तिकै आउनुहुन्न। उहाँलाई राजनीतिले, मुलुकको राजनीतिले, समाजले, नागरिकहरूले लतार्नेछन्। एउटा वैशाखमा गर्ने, एउटा पुसमा गर्ने भनेको छ। तर अधिकांश केन्द्रीय सदस्यहरूले चाहिँ यो मिलाएर एउटा मध्यमार्गी बाटो निकाल्नुपर्छ भन्ने केन्द्र कार्य समितिको कुरामा आएको छ। एउटा खुसीको कुरा के हो भने अहिलेको परिस्थितिमा हामीले यो गुट त्यो गुट हामी कोहीले हेरेको छैनौँ। हामी काङ्ग्रेसलाई कसरी एकबद्ध भएर काङ्ग्रेसभित्र केही परिवर्तन गरेर हामी कसरी चुनावमा जाने विषयमा चाहिँ हामीले यो धारणा राखेको हो। हामी बाहेक अरू कतिपय केन्द्रीय सदस्यहरूले पनि यो मध्यमार्गी बाटो लिनुपर्छ भनेर उहाँहरूले त्यहाँ कुरा राखेको छ। तर यो निवेदनमा चाहिँ सही नगर्ने भन्ने पनि धेरै साथीहरू छ। त्यसैले अधिकांश साथीहरू चाहिँ एउटा सेफ ल्यान्डिङ गराउनुपर्छ यो धेरै विवाद पार्टीमा चुनाव अगाडि, र विशेष गरेर यो जटिल परिस्थितिमा हामीहरूले धेरै विवाद गर्न हुँदैन भन्ने पनि हामी सबैको धारणा हो। मैले बोल्दाखेरि यहाँ अधिकांश सबै साथीहरू हामी विशेष महाधिवेशन गर्न हुँदैन, मैले त भनेकै थिएँ विशेष महाधिवेशन गरे भने हामी यो चक्रजालमा अभिमन्युको चक्रभूमिमा हामी फस्छौँ। हामी एकचोटि त्यहाँ पसिसकेपछि कसरी निस्किने भन्ने कुरामा अप्ठ्यारो हुन्छ। त्यसैले पुसको अन्तिमसम्म हामीले विशेष महाधिवेशन 3 महिना पुग्छ, पुसको अन्तिममा 29 गते, र त्योभन्दा अगाडि नै हाम्रो अधिवेशनको नियमित अधिवेशन 15औं महाधिवेशनको नियमित अधिवेशन हामीले सुरु गर्न सके भने सबैलाई मिल्छ कि भन्ने हाम्रो एउटा धारणा हामीले राखेको छ। यसलाई दबाब पनि होइन, एउटा हाम्रो धारणा जुन केन्द्र कमिटीमा उठेको जो साथीहरूले त्यो धारणा उठाए ती साथीहरूलाई हामीले छुट्टै छुट्टै बसेर पनि के गर्ने भनेर सल्लाह गर्दाखेरि र केन्द्र कार्य समितिको मिटिङमा हामीले आफ्नो धारणा राख्यौँ। निर्वाचनमा जानुपर्छ, तर निर्वाचनमा त्यो परिवर्तनको आकाङ्क्षालाई रूपान्तर गर्न सक्ने गरी जानुपर्छ। त्यो कसरी जाने? आस्थाजीले भन्नुभयो जस्तो एउटा एलिमेन्ट छ, अरू पनि एलिमेन्ट छ। यहाँ स्थानीय जनसहभागिता कति हुने हो,
यो जुन सुरक्षाको जुन चुनौती छ त्यो सुरक्षाको चुनौतीले मतदानको चाहिँ प्रवृत्ति बढ्ला कि घट्ला, उम्मेदवार होला कि नहोला, यस्तो हो भनेदेखि त झन् पो सम्भावना छैन। के हुन्छ, राज्यको पहिलो चरित्र के हो भने पुलिस स्टेट हो। एउटा कानुनको विद्यार्थी भएर तपाईँले भन्छु, राज्यको एसेन्सियल चरित्र हो पुलिस चरित्र। पुलिस भनेको यहाँ हाम्रो वर्दीधारी पुलिस भने होइन नि, त्यो सेक्युरिटी फर्स्ट। चाहे सीमाको रक्षा गरौँ, चाहे आन्तरिक हाम्रो चाहिँ धनजनको रक्षाको कुरा गरौँ, सुरक्षा फर्स्ट। अहिले हाम्रो राज्यको धरातल नै उखेलिएको जस्तो छ। जो जहाँ जे हो त्यो होइन जस्तो छ, मानिदिएको जस्तो मात्रै छ। राज्यले आफ्नो आत्मविश्वास गुमायो कि गुमाएन? राज्यप्रति जनताको आत्मविश्वास छ कि छैन? मलाई केही पर्यो भने म पुलिसलाई गराउँछु, पुलिस भनेको बेला आइहाल्छ, मलाई रेस्क्यु गरिहाल्छ भन्ने मलाई विश्वास छ कि छैन? त्यो छैन भने मानिलिनुहोस् कि हाम्रो राज्य अब कमजोर भएको छ। यो राज्य कमजोर बनाउनु हुँदैन। यो राज्य टिकाउने हो भने, यो देश टिकाउने हो भने यसको सुरक्षा चाहिँ अङ्गहरूको सुरक्षा धरातलीय यथार्थलाई बलियो बनाउनुपर्छ। अहिलेको चुनौती त पहिलो यो निर्वाचनभन्दा पहिलो कुरा त म के भन्छु भने हाम्रो सुरक्षा प्रत्याभूतिलाई सुदृढ गर्नुपर्छ। त्यो सुदृढ गरिसकेपछि अब बल दोस्रो चरणमा आउँछ विकासका कुराहरू। हाम्रो देशमा राजनीति ज्यादा भएर बिग्रिएको, विकासको सम्भावना नभएको होइन, स्रोत साधन पनि नभएको होइन।